छुट्टीको दिन चाहिँ अमुलाई एकदम हुन्छ नि इन्डियन टाइपको चाहिँ ब्रेकफास्ट खान मन लाग्छ अनि मलाई चाहिँ पकाउन असाध्यै मन लाग्छ होइन राम्रो लाग्छ आई इन्जोय कुकिङ होइन अनि आज चाहिँ आलु पराठा बनाउँदैछु सुरुमा चाहिँ मैले आलु लिएँ त्यसलाई मजाले वास गरेर एक सिटी लगाइदिएँ अनि त्यो पाक्दाखेरि चाहिँ मैले यतापट्टि चाहिँ आटा होइन यो चाहिँ मैदा हो होइन आटा हुँदाखेरि राम्रो हुन्थ्यो तर मेरो घरमा आटा सिद्धेकोले मैले मैदा लिएको छु त्यसमा अलिकति नुन अनि तेल हालेर त्यसलाई मजाले डो बनाइदिएँ होइन अनि बनाइसकेपछि यतापट्टि मेरो आलु पनि एक सिटी लाग्यो अनि त्यसलाई एकछिन कुल डाउन भइसकेपछि बाहिर सेलाउनका लागि राखिदिएँ अनि त्यसलाई काटेर अनि त्यसमा मैले फ्रेसली चप्ड कोरिएन्डर अनि रेड ओनियन अनि त्यसपछि घरमै भएको स्पाइसेसहरू हालेँ क्युमिन कोरिएन्डर पाउडर अनि अलिकति चिल्ली पाउडर स्वाद अनुसार नुन अनि अलिकति बेसार होइन अनि त्यसलाई मजाले मुसिसकिसकेपछि तपाईँलाई चाहिँ यतापट्टि हामीले चाहिँ डोलाई चाहिँ पार्टेसन गरेर 4-5वटा यस्तो गोलो गोलो बनाएँ के भन्ने त्यसलाई डल्लो डल्लो होला होइन अनि त्यसपछि त्यसमा चाहिँ मैले अब तपाईँलाई होइन कत्रो छ तपाईँको त्यो रोटी आटाको डो त्यो अनुसारले चाहिँ त्यहाँनिर फिलिङ्स हाल्ने अनि त्यसलाई मजाले होइन ताईमा चाहिँ उल्टाइ पुल्टाइ गरेर पकाउने अनि माथिबाट मैले चाहिँ घिउ हाल्दै अनि त्यसपछि यो चाहिँ तयार भयो।